आज साताको चौथो दिन नेपाली शेयर बजार सकारात्मक रह्यो। आज नेप्से परिसूचक 5.7 अङ्कले बढेर 2625.69 बिन्दुमा कायम भएको छ। आजको बढ्दो बजारमा कुल 85,98,424 किता शेयर कारोबार हुँदा 4 अर्ब 5 करोड 37,20,720 रुपैयाँको कारोबार भएको छ। आज बजार बन्द हुँदा 143 कम्पनीको शेयर मूल्य बढ्यो, 104 कम्पनी घटे भने 11 कम्पनी स्थिर अवस्थामा रहे। धेरै कमाउनेको सूचीमा स्वस्तिक लघुवित्त, एसवाई प्यानल, नारायणी विकास बैंक, चिर्खवा हाइड्रो पावर, माइखोला हाइड्रो पावर रह्यो भने धेरै गुमाउनेमा बाराही हाइड्रो अप्पर, स्याङ्गे हाइड्रो इस्टर्न, हाइड्रो शुभम पावर, एनआइएम वी डिभेन्चर रहेका छन्। योले बजार न ओभरबट न ओभरसोल्ड अवस्थामा रहेको सङ्केत गर्छ। यसले बजारमा अझै माथि जाने स्पेस बाँकी रहेको देखाउँछ। बजार बढ्दा कारोबार रकम पनि 4 अर्बभन्दा माथि रहेको छ। मूल्यसँगै भोल्युम बढ्नु भनेको बजारको चाललाई समर्थन गर्ने सङ्केत हो। भोलिको बजार अनुमान भोलि बजार सकारात्मकदेखि साइडवेज दायराभित्र रहन सक्छ। यदि नेप्सेले 2630 देखि 2635 माथि ओपनिङ र टिकाउ दिन सकेमा बजार 2650 तर्फ अघि बढ्ने सम्भावना देखिन्छ। तर 2600 तर्फ ब्रेक भएमा छोटो समयको लागि प्रफिट बुकिङ देखिन सक्छ। लगानीकर्ताका लागि सङ्केत। सर्ट टर्म ट्रेडरहरूले सपोर्ट नजिक किन्न र रेजिस्टेन्स नजिक मुनाफा सुरक्षित गर्न सक्छन्। मिड टर्म लगानीकर्ताले राम्रा आधारभूत कम्पनीमा क्रमशः लगानी बढाउन सक्ने अवस्था देखिन्छ। अहिलेको बजारमा हाइड्रो, लघुवित्त र चयनित बैंकिङ स्टकहरूमा सक्रियता देखिन सक्छ।